2.5 महिना अघिसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनका कानुनी सल्लाहकारको रूपमा मात्रै सीमित ओम प्रकाश अर्यालको परिचय अहिले देशकै गृहमन्त्रीमा परिणत भएको छ। जेन्जी आन्दोलनले एक स्थानीय सरकार प्रमुखका कानुनी सल्लाहकारलाई गृह मन्त्रालय सम्हाल्नेसम्मको ओहदामा पुर्याइदियो। जेन्जीहरूको बलिदानबाट गृह जस्तो महत्त्वपूर्ण मन्त्रालय पुरस्कार स्वरूप पाएका उनै अर्यालसँग जेन्जीकै अगुवाहरू भने असन्तुष्ट बनिरहेका छन्। खास गरी आन्दोलनमा पानी बाँड्ने भूमिका निभाएका सुदन गुरुङ निरन्तर अर्यालमाथि आक्रामक बन्दै गएका छन्। अर्यालको गृहमन्त्री नियुक्तिदेखि नै असन्तुष्ट बनेका सुदन केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरी कारबाहीको डण्डा नचलाउँदा रुष्ट बनेका हुन्। कार्तिक 20 गते काम गर्न नसक्ने हो भने राजीनामा दिनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका उनले 27 गते जेन्जी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाएकाले पदमा जुका टाँसिए जस्तो टाँसिनु भन्दा मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए। सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामा माग्ने ट्रेन्ड नै चलाएका सुदनले अहिले 12 घटनापछि फेरि पनि लुतेको संज्ञा दिँदै अर्यालको खुलेर आलोचनामा लागेका छन्। एउटा कुरा के भन्दाखेरि चाहिँ हामीले आफ्नो सरकारलाई एउटा म्यान्डेट दिएर पठाएको छौँ। यो म्यान्डेट अनुसारमा उहाँहरूले काम गर्नुपर्छ भन्ने हाम्रो एउटा धारणा। किन हाम्रो त रगत पसिना आँसुमा हुन्छ नि, नेपाली जनताकै रगत पसिना आँसुमा गएर खासमा बनेको सरकार हो हाम्रो त होइन। बाँकीको मन्त्रालयहरू काम गरिरहेको छ। अब गृह मन्त्रालय काम गर्नु सकेको छैन, फङ्सन गर्नु सक्नु भएको छैन। सुदनका फेसबुक पोस्टहरू हेर्ने हो भने देशमा देखिएको अराजकता नियन्त्रण गर्न उनै बाधक बनिरहेको देखिन्छ। 12 मा जेन्जीहरूलाई उचाल्ने काम सुदनले नै गरिरहेका छन्। आन्दोलनका लागि नागरिकलाई उक्साइरहेका उनको गतिविधिले चुनाव भाड्न चाहेको नेकपा एमालेलाई समेत बल पुर्याएको छ। पहिले एमालेले मात्र दलहरूलाई प्रतिबन्ध लगाएर निर्वाचन हुन नसक्ने भनिरहेको थियो भने अहिले प्राय सबै दलहरूको मत एउटै हुन थालेको छ। सुदनले जेन्जी आन्दोलनका हत्याराहरूलाई हिरासतमा नलिई चुनाव हुन नदिने चेतावनी दिइरहँदा समयमित हुन भन्दै गृहमन्त्री अर्यालले शान्ति सुरक्षा प्राथमिकतामा रहेकाले जसरी पनि चुनाव गराउने बताउँदै आएका छन्। निर्वाचन लोकतन्त्रको आधारशिला हो। फागुन 21 मा मुलुकमा निर्वाचन गर्न सरकारले तीव्र रूपमा तयारी गरिरहेको छ। वर्तमान नागरिक सरकारले कानुनी राज्यविहीनताको अवस्थाबाट देशलाई सम्हाल्दै सुशासन कायम गर्दै तोकिएको मितिमा नै चुनाव गराउने म्यान्डेट समेत पाएको हो। सरकार बन्नु अघिसम्म सँगै रहेका ओम प्रकाश र सुदनको दूरी बढ्दा उनीहरू एक अर्काका विरोधी जस्तै देखिएका छन्। ओम प्रकाशलाई असफल बनाउने बहानामा ओलीलाई मौका दिइरहेका सुदनले गृहमन्त्री असफल हुनु भनेको आफै असफल हुनु हो भन्ने कुराको हेक्का राखेका छैनन्। त्यसैले आन्दोलन गर्दा एकै ठाउँमा देखेका उनीहरू अहिले आन्दोलन कार्यान्वयन गर्ने बेलामा भने विमति जनाइरहेका छन्। ओम प्रकाश असफल हुनु भनेको सुदन पनि असफल हुनु रहेको जानकारको पनि बुझाइ छ। के लाग्छ त भने दुईटै मिलेको जस्तो मलाई लाग्छ। मैले हेर्दाखेरि के हैन, उसले चाहिँ नै जेएनजीको प्रतिनिधित्व गर्ने तरिकाले चाहिँ नै पार्टीलाई चाहिँ समर्थन गरेको जस्तो देखाउँछ हैन, तर जेएनजीको विशेष प्रतिनिधि होला जस्तो पनि मलाई लागेको छैन। बालुवाटारमा अर्याल गृहमन्त्रीमा नियुक्त हुँदादेखि नै उठ्न थालेको विरोधको आवाज अहिलेसम्म पनि साम्य भएको छैन। गृहमन्त्री अर्याल र जेन्जी अगुवाहरूको समय चक्रसँगै टसल पनि बढिरहेको छ। सुदनले प्रधानमन्त्री सुशीला कार्कीलाई गृहमन्त्री फेर्न ताकेता गरे पनि उनी अर्यालकै पक्षमा उभिएकी थिइन्। ओम प्रकाशलाई असफल बनाउन उद्देश्य देखिएका सुदन अन्जानमै सही एमालेलाई सहयोग गरिरहेका छन्। एउटै आन्दोलनबाट जन्मेका दुई सहयात्रीहरू बीचको व्यक्तिगत टकराव र रणनीतिक भिन्नताले सिङ्गो जेन्जी अभियानको भविष्य नै धरापमा परेको छ। एकातिर सत्ता सञ्चालनको बाध्यतामा रहेका गृहमन्त्री अर्याल छन् भने अर्कोतिर सडकको अपेक्षा र आक्रोश बोकेका युवा गुरुङ छन्। तर यो आन्तरिक कलहले उनीहरूले उठाएका मुद्दालाई कमजोर बनाउने मात्रै होइन, उनीहरूका घोषित राजनीतिक प्रतिस्पर्धीलाई फाइदा पुर्याइरहेको छ। यदि समयमै यो द्वन्द्व व्यवस्थापन हुन सकेन भने सडकबाट प्राप्त भएको ऐतिहासिक अवसर सत्ताको गन्तव्यमा आफ्नै अन्तर्विरोधको शिकार बनेर समाप्त हुने निश्चित छ।